नमस्ते। एउटा सिम्पल ब्रिदिङ प्र्याक्टिस जसले तपाईँको नर्भस सिस्टमलाई क्विकली काम डाउन गर्छ र तपाईँको माइन्डमा रहेको डिस्ट्र्याक्सन्सहरूलाई कम गर्न हेल्प गर्छ। फुल योगिक ब्रिदिङ र फुल योगिक ब्रिदिङ प्र्याक्टिस गर्नुभन्दा अगाडि हामी 3टा स्टेजेसमा आफ्नो डिफ्रेन्ट रेस्पिरेटरी मसलहरूलाई ट्रेन गर्छौँ। फर्स्ट स्टेजमा एब्डोमिनल ब्रिदिङ जसले हाम्रो लोवर लेभलको मसलहरूलाई इङ्गेज गर्छ र डायाफ्रामलाई स्टिमुलेट गर्छ। सेकेन्ड स्टेजमा थोरासिक ब्रिदिङ जसले हाम्रो रिबमा रहेको मसल्सहरू हाम्रो इन्टरकोस्टल मसल्सहरूलाई स्टिमुलेट गर्छ र थर्डमा क्ल्याभिक्युलर ब्रिदिङ जसले हाम्रो चेस्टको अप्पर भागको मसल्सहरूलाई इङ्गेज गर्छ। यो 3टा स्टेजमा ब्रिदिङ प्र्याक्टिस गरिसकेपछि हाम्रो ब्रेथको डिपर लेभलमा अवेरनेस जेनेरेट हुन्छ र यसपछि यो 3टा स्टेजेसमा ब्रिदिङ प्र्याक्टिस गरिसकेपछि हामीले बल्ल फुल योगिक ब्रिदिङ एटेम्प्ट गर्छौँ। फुल योगिक ब्रिदिङमा चाहिँ यो 3टै स्टेजलाई वान आफ्टर एनदर प्र्याक्टिस गरिन्छ। यो टेक्निकको रेगुलर प्र्याक्टिसले हाम्रो लङको एफिसियन्सीलाई इम्प्रुभ गर्छ र अक्सिजनको सर्कुलेसनलाई पनि बेटर बनाउँछ। के तपाईँसँग डेली यो टेक्निक प्र्याक्टिस गर्नको लागि 5 to 7 मिनट छ त?